यस्तो ल अब चाहिँ हाम्रो गेमहरू चल्दैछ मेरो चाहिँ मैले ज्याकेट किनेर आइसकेँ दामी खालको अहिले भर्खरै ड्यान्सहरू यो रुचिको ल यो गाइस अब चाहिँ पानी पर्यो होइन हामी अन्साथै तर मलाई आज भिज्न पनि केही एतराज छैन किनभने यो ठाउँ चाहिँ एकदमै दामी रहेछ सन्डे भएर होला आज मान्छेहरू पनि कोही छैन हामी मात्रै छौँ होइन यहाँ चाहिँ यस्तो फोटोसुट चल्दैछ कि होइन अब चाहिँ वाउ होइन भ्यू चाहिँ यस्तो छ यहाँनिरको म त हेर्छु है पछाडि फेरि पनि अर्को ब्लग लिएर आइसकेको छु अनि आज चाहिँ हामी जाँदैछौँ जर्सिङ पौवा अनि त्यहाँ चाहिँ जान एकदमै मन थियो अब आज चाहिँ जान्छौँ मम्मी र म जान लागिरहेको छौँ यहाँबाट चाहिँ दिदीहरू भइसक्यो उता आन्टीहरू पनि हुनुहुन्छ ल आज के कस्तो हुन्छ हेरौँ रमाइलो गर्नुपर्छ है त चाहिँ बाई बाई म चाहिँ फेरि टी सर्ट फेरेर आइसकेँ खै मम्मी हेर्नु यहाँ मम्मी चाहिँ ब्युटी देखिरहनु भएको छ ल अब सिधै भेटौँ ल जान्छौँ बौद्ध यो गाइस अहिले चाहिँ हामी बौद्ध पुग्यौँ बौद्धमा यहाँ अब मान्छे खोज्दैछौँ 2-3 जना अनि त्यसपछि जान्छौँ कस्तो लागिरहेको छ मन तपाईँलाई ओके यो गाइस वेलकम ब्याक टु माई च्यानल अहिले चाहिँ हामी जानलाई कुदा गरिसक्यो आउँदैनन् मान्छेहरू है हामीलाई चाहिँ छिटो बोलाएर आफूहरू ढिलाउने मेन्सन हानिदिउँ तपाईँहरूलाई यहाँ च्यानलमा ठिकै छ म चाहिँ हल्का एनसी देखिरहेको छु यहाँ पिम्पल चाहिँ आएको रहेछ कि तर केही छैन यस्तो छ आजको वेदर चाहिँ होइन दामी नै भइरहेछ गाइजहरू चाहिँ यहाँनिर यो के हो थारू डान्समा जान लाग्नु भएको रहेछ यस्तो छ है अहिले चाहिँ हामी यो जर्सिङ पुवा जानलाई लेफ्ट लिइसकेको छ सिधै गएको भए चाहिँ हामी नगरकोट पुग्छौँ यहाँबाट होइन सालनदी भयो सिधा अगाडि भएपछि नगरकोट यहाँबाट चाहिँ लेफ्ट भएपछि जर्सिङ पुवा रहेछ यो बाटो ल है त अब त दामी नै रहिला होला जस्तो छ अब 2 जनालाई कुर्दैछौँ हामी पछाडि आउँदै हुनुहुन्छ त्यही भएर हो यस्तो छ ल गाइस अब यहाँबाट जाउँ सिधा कहाँ पुग्छ भने दामी आज छोरीलाई बाइकमा आउनु धेरै गाह्रो भयो जस्तो है छोरी आमामा खाइहालौँ र खानै आज जस्तै छ त्यहाँ चाहिँ के को मन्दिर हेर्नु छ र उहाँ पारिपट्टि कपाल त खतरा भयो अब चाहिँ मेरो क्यामेराम्यान चाहिँ आज मैले घरदेखि लिएर आएको छु होइन त्यस्तै छ खानेकुरा सेटअप गरौँ पानी पर्न आँटिसकेको छ पानी पर्छ होला के हुन्छ होला तर दामी ठाउँ रहेछ कहिले आउँदा यहाँ बेच्छ यस्तो साथीहरू ऊ त्यो गुम्बा पनि कस्तो दामी रहेछ नि त त्यहाँ
यो गाइस अब चाहिँ पानी पर्यो होइन हामी अनसाथै तर मलाई आज भिज्न पनि केही एतराज छैन किनभने यो ठाउँ चाहिँ एकदमै दामी रहेछ क्या दामी आज अर्को अफ डे सन्डे भएर होला आज मान्छेहरू पनि कोही छैन हामी मात्रै छौँ होइन उताबाट पानी पर्दै आइरहेछ क्या लहरहरू कस्तो दामी आइरहेछ यता पनि पानी नै पानी यता चाहिँ अलिकति खुल्ल्या खुल्ल्या जस्तो भएको छ होइन Oh my god I love rain man कहीँ छैन जाने पनि कहाँ जानु यहाँ यसरी बस्ने यहाँ भिडियो बनाउँछ गाइस अब पानी परेपछि अहिलेको सिचुएसन यस्तो छ हाम्रो अब खाजन पाजन हानिन्छ ओइ कस्तो मौसम खुल्दै आएको कस्तो दामी देखेको यार उतापट्टि मौसमहरू खुल्दैछ है हामी चाहिँ लास्ट भिजेमा आएको छ होइन मेरो त जुन लुगा नि यस्तो बिदी भएको छ पुरै भिजेँ मैले ज्याकेट नि ल्याएन जाडोले झन्डै मऱ्यो होइन दामी छ यहाँ चाहिँ ठाउँ चाहिँ होइन तर पानीले अब हिल्दै हिलो बनाइदियो तर केही छैन एकछिन घाम लाग्छ अनि हामी घुम्न सुम्न जान्छौँ यो त पानीपुरी पनि छ हाम्रो यहाँनिर पानीपुरी यो चाहिँ आलु बोक्रा हो बब्बाल छ हो पानीपुरी चाहिँ फर्स्टमा खानुपर्ने ओसिन्छ नि त नि आलु सो यहाँ चाहिँ रमाइलो छ है गाइजहरू ल अब खाम होइन मेरो कन्डिसन चाहिँ अहिले यस्तो छ कपाल अघि लास्टै नराम्रो आएछ कपाल त्यो ठ्याक्कै हेलमेट खोलेको बेला पऱ्यो अनुसारै पानी परिदिइहाल्यो नि त त्यही भएर हो ल अहिले गाइज अब खाम अनि बेलुका बाई बाई मेरो हालत चाहिँ यस्तो भयो गाइज यार धेरै जाडो भयो मलाई चाहिँ पुरै भिजेर कामिरहेको छु म चाहिँ तर रमाइलो चाहिँ रमाइलो छ है यहाँनिर उतातिर अब सेटअप हान्दैछन् केटीहरू फोटोसोटो हान्नको लागि अब म चाहिँ यहाँ टक्क एक्लै बस्छु सबलाई उता पठाइदिन्छु पानीपुरी बनाउँदै खाँदै बनाउँदै खाँदै भनेको त अब प्याकिङ हुन लागेको छ यहाँ पनि अब उतै जाने होला ल गाइज फोटोसुट हानेर अब चक्कसँगले अब जानुपर्छ बल्ल भ्यूहरू खुल्दैछ कि यस्तो भइरहेछ यहाँ चाहिँ दामी रमाइलो देखिरहेको छ होइन यहाँ चाहिँ यस्तो फोटोसुट चल्दैछ कि होइन अब चाहिँ वाउ होइन भ्यू चाहिँ यस्तो छ यहाँनिरको अहिले चाहिँ अलिअलि मान्छेहरू नै आउनु थालेछन् यस्तो होइन हामी अघि स्ट्रगल गरेर बल्ल बल्ल बाँच्यौँ दामी भइरहेछ बल्ल अलिअलि खुल्दैछ होइन बिस्तारै खुलिरहेछ घाम चाहिँ लाग्दै हुन्थ्यो भनेको ल गाइजहरू होइन यस्तै भइरहेछ रमाइलो छ यस्तो ल अब चाहिँ हाम्रो गेमहरू चल्दैछ मेरो चाहिँ मैले ज्याकेट किनेर आइसकेँ दामी खालको अहिले भर्खरै ड्यान्स खालको यो गुच्चीको हो अब चाहिँ हाम्रो गेम सेटअप हुन लाग्यो यहाँनिर चाहिँ के गर्ने भन्दाखेरि बोतल फ्लिप गर्ने बोतल लिएर आएन नि त बोतल फ्लिप गर्ने अनि त्यसपछि पानीपुरी बनाएर खानुपर्ने अनि अरू जसको चाहिँ फ्लिप हुन्छ त्यो चाहिँ यहाँ खाँदै बस्यो अरूहरू चाहिँ दौडिने क्या त्यहाँनिर अनि त्यसले जति खाइसक्छ अनि फेरि आउने फेरि बोतल फ्लिप हान्ने रमाइलो हुनेवालामा छ अब चाहिँ पानीपुरी च्यालेन्ज ल दामी हुन्छ है गाइजहरू कस्तो लागिरहेछ मम्मी तपाईँलाई यता हेर्नु त रमाइलो लागिरहेछ आज मम्मीलाई तपाईँलाई कस्तो लागिरहेछ
एउटा हान्दै आइपुग्दो रहेछ मेरो बाल हैन कस्तो रोनिसको एउटा हान्दै राम्रो रे यहाँ सिसा छ छोपे क्या रिया छोपे ओ म त सक्दिन जस्तो लागिरहेको छ यार एक त खाए ले मेरो पालो त्यो दिन त चाहेको छैन तेरो नि सबै आउँछ रिया त हिँड्न नसक्ने तेरो हिँड्नै नसक्ने भएको थुप्री मेरो बारी त्यही ठ्याप ठ्याप भइसक्यो खाना रमाइलो छ्या चिप्ल्यो दौडेर आएको थियो एउटा पानीपुरी नै खाँदिन यसले किन र सिसाम त झन् हिँड्नै सक्दो रहेछ रेली गऱ्यो नि अब यो बाँकी मेरो हुँदैन मेरो लक लाग्यो त मामा राम्रोसँग उयो स्वादै लिन पाएन अन्त दुईटा खाइदिए भागौँ त म त हेर्छु है पछाडि यसले चाहिँ दुईटा खाँदो रहेछ अरूले चाहिँ एउटा भन्दा नखाँदै आउँदो रहेछ झेली गरे यार यिनीहरू ए भयो यस्तो गेम खेल्नु हुँदैन सकियो नि एउटा भिडियो बनाएपछि भयो भन्दैन दौडे दौडे त्यसले पनि खायो दुईचोटि पहिला त गम गम खान थाल्यो त खाइदिउँ अब That's the end guys जितेको चाहिँ म छु सक्यो जा धेरै र होला हो तपाईँको र मेरो त तिनचोटि हो यिनीहरू थाकेर यिनीहरू पुग्न सकेन र अब यति नभए हामी खेल्दैन अलिकति पानीपुरी खान्छौँ अनि अलिअलि रमाइलो गर्छौँ के गर्छौँ जान्छ त्यसपछि जान्छौँ पानी चाहिँ रोक्यो त्यसमै खुसी यो गाइस वेलकम ब्याक अनि अहिले चाहिँ घाम लाग्यो बल्ल बल्ल फाइनली मेरो चाहिँ कन्डिसन यस्तो छ टी सर्ट पनि सुकेन प्यान्ट पनि सुकेन एक त अब भिजेकै अवस्थामा म चाहिँ जानेवालामा छु आज घर केही छैन जे जस्तो भए पनि आज दामी नै रमाइलो भयो पानीपुरी पनि टन्न खाएँ म त अगाएको छु अनि त्यही हो यताबाट काठमाडौँको भ्यू यता भयो नगरकोटको भ्यू सबैतिरको भ्यू यहाँसम्म दामी देखिँदो रहेछ होइन बादलहरू उस्तै दामी देखिरहेछ वाउ लभली प्लेस गाइज यो ठाउँमा चाहिँ आउनै पर्ने हो क्या यो अब यो जुन मौसम छ नि यो मौसममा चाहिँ दामी नै घाँसहरू पलाएर दामी भएको छ सो या आई इन्जोयड टुडे द्याट्स इट द्याट म्याटर्स ओके नो वरिज अब त्यही भइहाल्यो आजको लागि सो सी यु गाइज अन माई नेक्स्ट भिडियो अब चाहिँ हामी जान्छौँ सबै प्याक गरेर आजको भिडियो चाहिँ एकदमै आजको भ्लग चाहिँ एकदमै सर्ट भयो तर मिठो मेमोरी क्रिएट गऱ्यौँ किनभने त्यो पानीवाला मोमेन्टहरूदेखि लिएर यहाँ त्यो च्यालेन्ज गर्ने मोमेन्टहरूदेखि लिएर एकदम राम्रो भयो त्यही हो मेमोरी एउटा क्रिएट भइहाल्यो फ्यामिलीसँग कति भएको टाइम स्पेन्ड नगरे पनि ल त्यति नै भन्दै आजको लागि चाहिँ म यहीँबाट बिदाइ लिन चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ मेक स्योर टु लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल थ्याङ्क यू गाइज बाई बाई